हेलो नमस्ते सबैलाई मेरो युट्युब च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत छ। अनि सबैलाई शिवा नमस्ते है। अब हामी चाहिँ अहिले इन्डियाको बिहारदेखि म चाहिँ घर जाँदैछु होइन। अनि अहिलेसम्म फ्यामिलीलाई पनि कसैलाई पनि भनेको छुइनँ। यहाँ हाम्रो दाइ हुनुहुन्छ, गुर्जियाहरू हुनुहुन्छ, कसैलाई पनि भनेको छुइनँ होइन। तर म जाँदैछु घर। घरमा मेरो छोरी छ, त्यसपछि फ्यामिली बुढी छ। अनि उहाँहरूलाई चाहिँ मैले केही पनि भनेको छुइनँ, म आउँदैछु भनेर भनेको छुइनँ कि। तर पनि म एकदम सरप्राइज जाँदैछु त्यहाँ घरमा, सरप्राइज जाँदैछु। अनि त्यसपछि तपाईँहरूलाई म देखाउँछु उहाँहरूको रिएक्सन के हुन्छ। अब हामी चाहिँ यो तपाईँको पुल हो, यो पुल चाहिँ माथि हाम्रो नेपालको चाहिँ सप्तकोशी पुल हो होइन। अनि सप्तकोशी पुल चाहिँ अब यहाँ चाहिँ खोइ अब गङ्गा रिभर कि खोइ के भनेर चिन्छ। त्यसको लागि चाहिँ यो चाहिँ तपाईँको लगभग पनि मानिलिउँ 5 किलोमिटर, लगभग 7.5 किलोमिटर जस्तो यो पुल छ। हामी पुलमा जाँदैछौँ। हाम्रो दाजुहरू हुनुहुन्छ दुईजना, सिक्किमको हुनुहुन्छ। अनि हामी दुईजना नेपालको, अनि उहाँहरू सिक्किमको हुनुहुन्छ। हाम्रो यहाँ दाइ हुनुहुन्छ जो ड्राइभ गर्दै हुनुहुन्छ, उहाँ पनि सिक्किमको हुनुहुन्छ। अनि दाइसँग हामीहरू जाँदैछौँ। अनि तपाईँहरूले देख्दै हुनुहुन्छ यो पुल चाहिँ बहुत लामो छ क्या, लामो छ। तर पनि हामी जाँदैछौँ। उहाँ हाम्रो दाइहरू दुईजना अगाडिको जति पनि दाइहरू हुनुहुन्छ उहाँ चाहिँ सिक्किमको हुनुहुन्छ कि। अनि उहाँहरू पनि अहिले चाहिँ नेपाल घुम्नु जाने। धरान, हाम्रो नेपालको धरान फेमस सहर, अनि इटहरी हाम्रो फेमस भनेर भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि उहाँ र हामी चाहिँ अब धरानसम्म जाने कोसिस गर्दैछौँ। अब टाइमले कति भ्याउँछ, सायद हामी लगभग बोर्डर चाहिँ तपाईँको 10 बजे बन्द हुन्छ होइन। नेपाल इन्डियाको बोर्डर चाहिँ 10 बजे बन्द हुन्छ। तर पनि हामी चाहिँ एकदम हाई स्पिडमा जाँदैछौँ। हाम्रो दाइले पनि गाडी पनि एकदम द्रुत गतिमा चलाउँदै हुनुहुन्छ दाइले। त्यसपछि हामी सायद पुग्छौँ होला भन्ने एउटा आश लिएर हामी जाँदैछौँ है। तपाईँहरू हेर्नु होला, यो पुल चाहिँ अब यत्रो लामो छ कि अहिलेसम्म पनि क्रस भइसकेको छैन। हामीहरू पनि त्यही पुलमै छौँ, जाँदैछौँ। दाइ एकदम हामी अहिले चाहिँ पुरा अब गीतहरू क्या नेपाल अब जाँदाखेरि, अब कहिलेकाहीँ अब घर जाँदाखेरि दसैँ तिहारको याद आउँछ नि त। अनि त्यसपछि दसैँ तिहारको गीतहरू चाहिँ हामीले सुन्दैछौँ क्या, गीतहरू। अनि दाइले पनि भाइ नेपाली गीत बजाउनु, नेपाली गीत बजाउनु भनेर भन्दै हुनुहुन्थ्यो। फाइनली घर आएर मैले चाहिँ अब हाम्रो म जाँदैछु। त्यसपछि मेरो घरमा छोरी छ, बुढी छ कि, म छोरीलाई चाहिँ बोलाउँछु कि। तपाईँहरू सुन्नु होला, सायु ए सायु आयो, सायु। अनि त्यसपछि मलाई च्याप्पै हक गर्यो कि सायुले। सरप्राइज हो नि त, अनि उसलाई थाहा थिएन नि त बाबा आउँदै हुनुहुन्छ भनेर। अनि त्यसपछि मैले सायुलाई हक गरेँ। अनि त्यसपछि मम्मी खै सायु भनेर भनेको, मम्मी त भित्रै हुनुहुन्छ भन्दै थियो। मम्मीलाई पनि थाहा थिएन है। अनि सायु चाहिँ पुरा खुसी हुँदैछ कि पापालाई भेटेर। अहिले चाहिँ हक गर्दैछ मलाई, पुरा जोडले च्याप्प समातिरहेको छ। पापा पापा भन्दैछ। अनि मम्मी मम्मी खोइ भनेर भनेको। अनि त्यसपछि भित्र गयो। अनि त्यसपछि मम्मीलाई मम्मी पापा आउनु भयो वा भनेर भन्दा मम्मीले पनि यस्तो हेऱ्यो, बाँदरले हेरे जस्तो हेर्दै थियो कि मम्मीले चाहिँ। अनि साई चाहिँ मलाई पुरा आएर अँगालो मार्दै थियो, पापा पापा भन्दै थियो, खुसी हुँदै थियो। मम्मीलाई भित्र गएर मम्मी पापा आउनुभयो, छिटो आउनु, बाहिर निस्किनु भनेर मम्मीलाई तान्दै थियो। मम्मी चाहिँ लाजले क्या, अब बुढा आयो भनेर लाज हुन्छ नि त, बुढा हुँदाखेरि लाज हुन्छ। हेर लाजले भुतुक्कै भइरहेको थियो। अनि यस्तो हेरेको राम्री भइरहेको रहेछ कि। अनि त्यसमा इन्डियन आर्मीको त्यो ड्रेस लगाएर राम्री भइरहेको थियो। यसो हेरेको साग केलाउँदै रहेछ, साग केलाउँदै थियो। अनि त्यसमा हाई बुढा भनेर भन्यो। अनि उसलाई पनि थाहा थिएन नि त, भित्रभित्र अलिकति भावुक भयो होला कि, मनमा अलिकति आँसु त आइरहेको थियो कि उसको। अनि त्यसपछि घप्टो परेर आँसु अलिअलि झाऱ्यो। अनि त्यसपछि म फेरि त्यसपछि फ्रेस भएँ, यताउता गरेँ। आउने बित्तिकै भएपछि मैले झोला ढिँडो खानु राखेँ छ भनेर राखीले पछाडि। अनि त्यस पछाडि ठिकै छ नि त, अन्त म ढिँडो झोला राखेँ, सबै गरिसकेँ। अनि त्यस पछाडि क्या बुढीले भन्दै आज चाहिँ ढिँडो खानु। त्यसपछि म ढिँडो चाहिँ यसरी ओडाउन थालेँ। तपाईँहरू देख्दै हुनुहुन्छ नि, ढिँडो यस्तो दामी बनाउन थालेँ मैले, यस्तो गरेर। त्यसपछि हल्लाइ गरेँ, यताउता गरेँ। अनि त्यसपछि बुढीले पनि वाउ आमा कस्तो टाँसेको भनेर भन्दै ढिँडो बनाएको थिएँ। ढिँडो यस्तै पस्किँदै यताउता गर्दै ढिँडो चाहिँ अब लगभग पाक्नु आँटिसक्यो होइन। अनि त्यसपछि यहाँ चिकनको लेग पिस लिएर, हाम्रो लेग पिस। अनि त्यसपछि बाँकी सानो सानो मसिनो मासुहरू, बाँकी लेग पिस थियो। अनि त्यसपछि बनाएर त्यसपछि टक्क बनाएँ मैले।
अनि त्यसमा माथिदेखि छर्र धनियाँ हालेँ। अनि धनियाँ हालेर त्यस पछाडि टक्कै हाम्रो ढिँडोमा खाने ग्रेभी बन्यो। ग्रेभी रेडी भयो, ढिँडो पनि रेडी भयो। त्यसपछि मैले ढिँडो पस्किनु थालेँ होइन। त्यसको ढिँडो पस्केँ थालमा। त्यसपछि नानी मलाई साइनालाई चाहिँ मलाई ढिँडो मन पर्दैन पापा भनेर पर्को। त्यसपछि उसलाई चाहिँ त्यो चामलको बनाइदिएको थियो कि ढिँडो सिँडो बनाएँ होइन। त्यसपछि बुढी चाहिँ हामीले बिरामी थियो कि। अनि त्यसपछि म ढिँडो पस्केँ। अनि त्यसपछि दुईजनालाई पस्केँ, बुढी र मलाई। हेर्नु ढिँडो यस्तो निस्किँदै मान्दै थिएन कि त्यो पन्युदेखि। त्यसपछि हातले यस्तो थिचेर निकालेँ होइन। निकालिसके पछाडि ढिँडो सिँडो बाँडेँ। त्यस पछाडि फेरि घिउ, ढिँडोमा त घिउ लाउँदा यस्तो मिठो हुन्छ। त्यसपछि घिउ स्याक्ल्याक्क निकालेँ। घिउ चाहिँ फेरि हाम्रो घरको माथि मम्मीले पठाइदिनु भएको थियो पाहाडदेखि। अनि घिउ दुईजनाकोमा टक 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 लाएँ। दुईजनाकोमा घिउ लाएँ। त्यो छोरीले चाहिँ भन्दै थियो मलाई चाहिँ फेरि पापा मलाई ढिँडो मन पर्दैन, मलाई चाहिँ राइस चाहिन्छ भनेर भन्दै थियो। अनि छोरीलाई चाहिँ फेरि चामल पकाइदिएँ। त्यसपछि मासु सासु टक्क निकालेँ होइन। ग्रेभी सेभी यस्तो दामी छ। त्यस पछाडि मेरो बुढीलाई चाहिँ मैले दिएँ। अनि त्यसपछि ल राम्रो गरी खाऊ है भनेर भने। अनि हुन्छ भने खुसी हुँदै अब बल्ल बुढा आएको नि त भर्खर। अनि बुढा आएको त्यसपछि खुसी भएर उसले चाहिँ पस्किँदै लेग पिस पनि दिएँ बुढीलाई। अनि त्यस पछाडि अनि भर्खर आएको त्यही भएर खुसी हुँदै उसले चाहिँ त्यो ढिँडोसँग त्यसपछि यस्तो लेग पिस। अनि त्यस पछाडि त्यो खाएर चाहिँ त्यसरी चप्प चुप्दै सर्लक खायो कि आम्मामा ढिँडो यति मिठो भएन है साथीहरू। तपाईँहरू पनि हेर्नुभयो। अनि त्यसपछि बुढीले भने फेरि मलाई यो सलाद चाहियो अरे। मलाई स्पिड गएँ। त्यसपछि सलाद गएर ट्याक काटेँ चुकन्दर। अनि त्यसपछि मुला खुर्सानी सुनि काटेर त्यसपछि अनि जस्तो हामीले खाना खाइसक्यौँ होइन। अन्त छोरीले भन्दै वा बाबा कति मिठो बनाउनु भएको भनेर भन्दै थियो। अनि बुढीले पनि खुसी हुँदै थियो है। अनि त्यसपछि ल ओके हामीले खाइसक्यौँ। तपाईँहरूलाई कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट गर्नुहोला। नमस्ते शिवा सेवारो।